हाई एभ्रिवान, मैले यो घाँस भात खाइसकेँ। अब चाहिँ म रेडी हुन्छु। भइसकेपछि चाहिँ मेरो साथीहरू पनि भेला हुन्छन्। म कल गर्छु, खानासाना खाइसकिसकेँ अब कल गर्छु। अनि त्यसपछि म तपाईँहरूलाई बिहान आज मतलब म के बोल्दैछु यस्तै हुन्छ मेरो। आज मुभी हेर्नको लागि जाँदैछु मेरो कलेजको साथीहरूसँग, दुईजना, समीक्षा र बबिता एज अलवेज। अनि सन्ध्या र कञ्चन चाहिँ आज नजाने भयो किनभने होस्टेल 3 हेर्ने भनेको थियो उनीहरूले चाहिँ। साथीहरूसँग भेट भएपछि हामी यहाँबाट गाडी चढ्छौँ। कति बजेको हो थाहा छैन, टाइमले बाटो काट्न आँटो। सो स्टे ट्युन गाइज। वेटिङ रिसाइरहेछ। समीक्षा रिसाएर नै भ्लग चल्छ होला। यो पनि चाहिँ कत्रो रिसायो भने कमेन्ट आएको नै भयो। बाटो चाहिँ यस्तो छ हाम्रो अवस्था। हामी चाहिँ यहाँनिर अब फोटो हुँदैछ। यस्तो फिल्म हेर्न आएपछि त फोटो त खिच्दिनै पर्यो नि होइन। क्यामेराम्यान चाहिँ खतरा क्यामेराम्यान हुनुहुन्छ उहाँ चाहिँ। टलक्कै टल्किनु भएको छ हाम्रो दिदी रेड टी सर्टमा। वाउ तिमी टाइमले बाटो काटिसक्यो तर पनि हामी फोटो सुट गर्दैछौँ। यता हेर यतिको त हुनै पर्दैन होइन। रुन आँटेको थियो ल तिमी पनि। ल ल तिमी एकछिनमा रुन्छ भाइ। रुन आँटेको विश्व के नंबर 1 खिलाड़ी बननी चाहिए। शाबाश। के बोकेको 50 रुपियाँ परेको पानी त छोड्नु भएन नि हो गाई। अब यो 10 रुपियाँ चाहिँ निलो आन्टीकोमा लाग्यो होइन। के खाने यो 10 को। कलेज आइपुग्न आँट्यौँ। मेरो फर्म भर्नु छ अनि कलेजलाई चुनाव पनि लागेको छ। अस्त व्यस्त छ हाम्रो कलेज। कलेज पुगेर पनि फर्क्यौँ हामी। पेन किन्नु पर्ने भयो अनि त्यही भएर हामी चाहिँ जाँदैछौँ लुगा किन्नु। तारा हेर्नु मन लाग्छ। उखुको जुस कि कोक यस्तो छ नि दोस्त। तिमी चाहिँ उखुको जुस कि कोक? वाउ बचपना। यिनीहरू कहिले ठुलो भएनन्, ब्याचलर सकाउन आँट्यो हो। कतै डुलेको हामी यतिको त हुनै पर्छ नि त है क्यालकुलेटर। हाम्रो सबै यो पुरै पार्टी गरिसकिसकेपछि चाहिँ यहाँ बिच बजारमा आएर हामी यहाँनिर हिसाब गर्छौँ। गाई खुसी भयो? पैसा पायौ? पाएँ पैसा तेरो त पैसा पनि सक्यो। अब बढी त सकेन नि।
कहीँ छोडिदिनुहोस् टिकटक चाहिँ ल